आफूलाई जन्माएको घर, उभिएर हिँड्न सिकाएको आँगन, अनि त्यही आँगनको डिलमा मेरो बाटो हेरेर बसेका बुढा बा आमा, म बन्नमा धेरै कुरा खर्चेको जन्म गाउँ, समाज, पाखा पखेरो यी सबैलाई देख्न व्यग्र चाहनाले घरदेश नफर्की किन मान्थ्यो र मन। तर घरदेश त फर्किन मात्र के पाएको थिएँ। फेरि कथा उही थियो, व्यथा उही थियो। चारैतिर हेरेँ, न त आँखाका सपना यतै पूरा हुने अवस्था देखेँ, न त मनका चाहना। अनि फेरि मनले भन्यो, त मुटु गाँठो पारेरै भए नि उतै जानुपर्छ।